आज चाहिँ निङ्ग्रो टिप्न जाँदैछु है त। तिते साग र निङ्ग्रो टिप्न जाँदैछु। तिते साग चाहिँ कतिको भयो होला, निङ्ग्रो पनि उम्रियो कि उम्रेन होला। अब चाहिँ म जानु लागेको आजको छुट्टीको दिनमा जानुको मजा नै अर्कै हुन्छ कि। सटरडे सन्डे अनि अफ डेमा चाहिँ यस्तोरी जङ्गल घुम्न जानु चाहिँ एकदमै मजा हुन्छ। म आज एकदमै टाढै जाँदैछु, एकदमै माथि जाँदैछु। एकदमै चर्को घाम छ, एकछिन चर्को हुने र एकछिन फेरि बादल लाग्ने भइरहेछ। अस्ति नै म दिदीकोमा जाँदाखेरि चाहिँ मैले क्याप लगेको थिएन, अनुहारको छालाहरू चाहिँ सबै डढ्यो है। अनि आज चाहिँ मैले ठुलो खाले क्याप लाएर गएको छु है त। ल अब चाहिँ म यता बस्तीमा आइपुगेको छु। बस्तीमा आइपुगेँ है त। अलिक माथि नै हो यो चाहिँ। बस्तीतिर चाहिँ घर घरमै आफ्नो देशको झन्डाहरू राख्ने गरेको हुन्छ। अनि अब यो घरको पर्खालतिर चाहिँ यस्तो फुलहरू चाहिँ चरपस्टै भइराखेको हुन्छ कि। यस्तो रामी फुलेको छ। एप्पलको फुलहरू पनि फुल्न थालेछ। यहाँ चाहिँ अलिकता हाइट हो, म बसेको ठाउँमा चाहिँ अलिक हाइट हो, अलिक पछि फुल्छ। यो पनि फुल्नु थालेछ है त। ल अब चाहिँ म माथि एकदमै माथि उच्चमा आएको छु। अब चाहिँ यहाँ पनि पहेँलो फुलहरू पुरै फुल्नु थालेछ। अस्ति नै आउँदाखेरि चाहिँ सिस्नु पनि उम्रेको थिएन, निङ्ग्रो पनि उम्रेको थिएन र यो फुल पनि फुलेको थिएन। मैले भिडियो गरिनँ। आज आउँदाखेरि चाहिँ 2-3 दिन भयो घाम लागेको। अनि आज आउँदाखेरि पुरै वन जङ्गललाई पुरै बारीहरू पहेँलै भएछ यो फुलले। अनि मैले चाहिँ मजाले भिडियो लिइरहेछु है त। टाढा टाढासम्म पहेँलै भएको छ। यस्तो पुरै पहेँलै सुजेले नाइले पहेँलै भएको छ है त यो पहेँलो फुलले। अनि यस्तो छ मेरो हालत। आज चाहिँ मैले सेफ्टी क्याप लगाएको छु घामदेखि टाढा हुनलाई। यस्तो चाहिँ भएको छ है त आजको दिन। अब चाहिँ पुग्नु लागेको छ अझै माथि 15 मिनट जति। अनि त्यहाँदेखि अनि निङ्ग्रो टिप्ने ठाउँमा आइपुग्छ है त। थोरै भिडियो एन्टिलाइट चाहिँ भइरहेछ है। अनि ठिकैको आएको छ यो भ्यू चाहिँ। म तपाईँहरूलाई देखाउनै मन लागेर देखाएको है त। अनि म बसेको चाहिँ एकदमै तल हो। म जुम गरेर देखाउँछु। ऊ त्यो तलको टाउनमा हो। म चाहिँ धेरै नै माथि आइसकेको छु है त। अन्त म आएको बाटो चाहिँ त्यही हो। अनि म आएको बाटो चाहिँ यो हो। तलबाट हिँड्दै आएको। अनि तपाईँहरूलाई पर म के देखाउँछु भने यहाँ घोडाको फार्म। अनि घोडाको फार्मको माथि चाहिँ आज घोडा चाहिँ छैन रहेछ। अनि त्यहाँदेखि चाहिँ गाईको फार्मको चाहिँ गाई चाहिँ चरिरहेछ है त्यहाँ। गाई चाहिँ चरिरहेछ, घोडा चाहिँ छैन रहेछ आज त्यहाँ। अनि हावा एकदमै चर्को चल्यो। उनी भएको ठाउँमा त आइपुगेँ तर उम्रेको चाहिँ छैन रहेछ। एकछिन बिसाएर बसेर पानी चाहिँ खानु पर्यो। यहाँ बस्ने ठाउँ छ अनि पानी चाहिँ खानु पर्यो। मैले पानी ल्याएको छु। अब यहाँ बस्ने अनि मजाले पानी खाने एकचोटि। ग्यास वाटर ल्याएको छु मैले। अनि मैले घरबाटै पानी ल्याएको छु। वाउ चिसो पानी।
मजा आयो पानी खाने। अब चाहिँ ढिलो नगरिकन जाने। दिन चाहिँ धुमेन्दै फेरि घाम लाग्दै गर्दैछ। अब निङ्ग्रो छ भने छ, छैन भने छिट्टो छिट्टो एक राउन्ड लगाएर चाहिँ माथि डाँडामा पुगेर चाहिँ पानी खाँदै के खानेकुरा खाँदै गरेर अनि एडिट पनि गर्छु एकछिन। दिन राम्रो भयो भने चाहिँ, अनि दिन राम्रो भएन भने एक राउन्ड माथिबाट यस्तो गरेर राउन्ड लगाएर चाहिँ म फर्किनेवाला छु। एउटा उम्रेको छैन रहेछ अहिले। अब निङ्ग्रो नभएपछि चाहिँ अब यत्तिकै जाने। अब चाहिँ जङ्गल पस्नु आँटेँ है त। म चाहिँ जङ्गल पस्नु आँटेँ। एकदमै बाक्लो जङ्गल छ यता चाहिँ। फेरि घाम लाग्यो, फेरि घाम चर्को लाग्यो। हावा पनि थोरै चलिरहेको है। ओहो, यहाँ त सबै रुख काटेछ, छङ्गै बनाएछ। यो चाहिँ फेरि रोड। यो त चाहिँ हर्स राइड गर्ने ठाउँ हो यता चाहिँ। अनि रुख काटेर छङ्गै भएछ है। र सिस्नु पलाएछ यता चाहिँ, अलिअलि पलाएछ, सानो सानो फारेर मजाले पलाएछ है। अब एकदमै सानो सानो पलाएको रहेछ। सिस्नु पलाएको रहेछ है। यता चाहिँ सँगै भएछ। फेरि जङ्गल पस्नु आँटेँ। फेरि बाटो छुट्दैछ। यता एउटा बाटो, ऊ त्यहाँबाट काटेको रहेछ रुख चाहिँ। यहाँ काटेको रहेछ, काटेर पनि नयाँ रोपिसकेछ। त्यहाँबाट यहाँ ल्याएको रहेछ रुख काटेर। यो बाटो लाग्नु पर्यो। अब चाहिँ जानु पर्यो। यता फेरि एउटा बाटो। अहिले चाहिँ थोरै पौलो फेर्नु थालेछ। अनि अब चाहिँ म चाहिँ उकालो लाग्दैछु। थोरै हरियो भएको छ अहिले। वन जङ्गलहरू हरियो र अनि पौलो फेर्दाखेरि चराहरू कति खुसी भएर कराउँछ नि त। चिरबिर गरेर त्योहरू भइरहेछ है। एकदम शान्त, मनलाई आनन्द। एक्लै आउँदा पनि एकदमै आनन्द। अनि मौसम पनि एकदमै राम्रो मौसमले साथ दिएको छ आज। अनि यस्तो राम्रो छ। अहिले खोजेको यही हो। यो जङ्गली तोरी तितो हुन्छ, एकदमै मिठो हुन्छ है त बेटा। मैले यो डाँडामा यो साग पलाएको देख्दा र सिस्नु पलाएको देख्दाखेरि चाहिँ निङ्ग्रो पनि पलाएको छ कि जस्तो लागिरहेछ है। अब थाहा पाएन कस्तो हो, हेरौँ। त्यो डाँडामा पनि निङ्ग्रो उम्रिने ठाउँ छ, त्यहाँ छ कि छैन हेरौँ है त। खोइ त
निङ्ग्रोको झारी त यही हो। पोहोरको उन्यु सुकिरहेछ तर निङ्ग्रो चाहिँ उम्रेको छैन। यतातिर निङ्ग्रो एउटै छैन रहेछ त, उम्रेकै छैन। के भयो होला, उम्रिने बेला नभएको हो। बिसाउने ठाउँ पनि पुग्यो डाँडामा। ठ्याक्कै 1 घन्टा 10 मिनट भएछ म घरबाट निस्केको। नबसिकन हिँड्दा पनि 1 घन्टा 10 मिनट लाग्यो। अब चाहिँ डाँडामा पुग्यो है त। म यहाँ यो ठाउँमा सरेर आउँदाखेरि चाहिँ यो रुखहरू चाहिँ भर्खर बिरुवा थियो, भर्खर रोपेको बिरुवा जालीभित्र थियो। अहिले यस्तो भइसक्यो, आकाशमा हेर्नुपर्ने भइसक्यो ल। यो ठाउँमा आएको चाहिँ म चाहिँ 2016मा आएको। 10 वर्षमा यतिको हुँदो रहेछ है रुखहरू चाहिँ। यस्तो हल्को भएछ, पुरै टन्नै बिरुवा रोपिरहेको थियो। अनि यहाँ चाहिँ सेतै फुलिरहेछ। यो अस्तिको भिडियोमा मेरो दिदीले भन्नुभएको थियो नि त, यो चाहिँ पयुङ, सेतो पयुङ हो अरे। यहाँ चाहिँ टन्न फुलेछ। मैले चाहिँ पोहोरबाट टिपेर पनि खाएको थिएँ। यहाँ मिठो हुन्छ, सानो खाले, के भन्छ त्यसलाई, चेरी। यहाँ चाहिँ जापानिज खिर्से भन्छ है। अब चाहिँ म रेस्ट गर्ने ठाउँ पुग्यो। म बसेको ठाउँ तल देखिरहेछ है, थोरै देखिरहेछ जङ्गलको बिचबाट। म जुम गरेर देखाउँछु है त। म बसेको ठाउँ चाहिँ त्यहाँ हो, त्यो लामो बिल्डिङको छेउमै हो। अनि म यति उच्चमा आएको छु कि अहिले एकदमै उच्चमा आएको छु। अनि भोलि पर्सि चाहिँ यहाँ सबै हाम्रो गाउँतिर हो भने आसिलो भन्छ नि, त्यो जस्तै हो। यो चाहिँ पछि फल्छ। बर्खा जति खायो भने पाउँछ, चराचुरुङ्गीहरूले टिपेर खान्छ। अनि यहाँ भुइँमा झरेकोहरू टिपेर खाने गरेको थिएँ मैले। यो चाहिँ चेरी, सेतो चेरी। सेतोभन्दा पाक्दाखेरि फुल मात्रै सेतो, पाक्दाखेरि चाहिँ रातै हुन्छ। यहाँ पुरै भुइँभरि रातै हुन्छ यहाँ भुइँमा। अब चाहिँ म यहाँ बसेर पानी खान्छु, खानेकुरा खान्छु। थोरै म भिडियो पनि एडिट गर्छु। यहाँ चराको कुर पनि लगाएको छ यहाँ रुखमा। पानी खाइदिने। चिप्स एकदमै क्रन्ची है। मैले चाहिँ चिप्स र पानी मात्रै ल्याएको, अरू केही ल्याएन। अहिलेको सिजनमा चाहिँ जङ्गल जाँदाखेरि चाहिँ फुल गर्नुपर्छ, किनभने त्यो के भन्छ, किर्ना, सानो खाले किर्ना टाल्छ कि त्यो आँखाले भ्याउँदैन क्या। एकदमै लिखा भन्दा पनि सानो। अनि चिलाउँदाखेरि रातो मात्रै देख्छ है, किर्न चाहिँ देख्दैन। त्यो जुन चाहिँ हाम्रो त्यो छालाको पालमा हुन्छ नि, ठ्याक्कै पालमै गाड्दो रहेछ कि। अनि त्यो हाम्रो त्यो चिम्टाले पावरवाला चेस्टमा लाग्दाखेरि पनि नदेख्ने खालको कि, एकदमै चिम्टाले निकाल्नु पर्ने हुन्छ। पहिले सुरुमा त स्प्रे गरेर यो खुट्टातिर, जिउतिरको त्यो फोको जस्तो हुन्छ नि, त्यो पल त्यसमा पसेको हुँदो रहेछ कि। त्यो जिउको त्यो फोको हो कि न त्यो किर्ना हो थाहै नहुने खालको, त्यस्तो खालको हुँदो रहेछ। तोरीको तेल चाहिँ दल्यो भने चाहिँ टाँस्दैन रहेछ। मैले चाहिँ तोरीको तेल दलेर आएको छु है। अनि यहाँ चाहिँ किनभने स्विसमा चाहिँ त्यो चाहिँ पोइजन ठान्दो रहेछ कि। अनि त्यसले टोक्यो भने चाहिँ दिमाग सुस्त हुने, अनि डाइरेक्ट हाम्रो दिमागमा असर गर्ने हुन्छ अरे कि। त्यो त हुँदैन होला पक्कै पनि है। अब यहाँ चाहिँ त्यस्तो भन्दो रहेछ है, उनीहरूको
अब चलन रहेछ यहाँ, अब यस्तो भन्ने यस्तो सोच रहेछ। हाम्रो गाउँतिर त गाई भैँसीलाई कति टाल्छ। अनि मलाई त सानो बेला म कति 10-11 वर्ष हुँदाखेरि चाहिँ मेरो कानमा पनि पसेको थियो कि त्यो किर्ना चाहिँ कानमा पनि पसेको थियो। कानमा पसेर राति चाहिँ अनि टन 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 कान दुख्नु थाल्यो। अनि कान दुख्नु थालेपछि मैले राति उठेर आमा र बुवालाई भने मैले मेरो कान पुरा टन टन दुख्दैछ भनेको। अनि कस्तो खालको दुख्दैछ, कस्तो फिल हुँदैछ भन्नुहुँदै थियो। पिप पाकेको जस्तो हुँदै टन 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 पाट्दैछ भनेको मैले त्यस्तो भने। बुवा र आमालाई त्यस्तो भनेको। अनि बुवाले अनि तोरीको तेल, हाम्रो घरतिर त अब तोरीको तेल चाहिँ कस्तो हुन्छ भने एकदमै निखर तोरीको तेल आफ्नै घरमै कोलमा बनाएको तोरीको तेल पाउँछ नि त। त्यो 2-3 थोपो कानमा हालेर, मेरो दाहिने कानमै हो, त्यही 2-3 थोपो कानमा हालेर चाहिँ यसरी पल्टाएर, जुन चाहिँ देब्रे दाहिनेमा पस्यो भने देब्रेपट्टि पल्टाएर चाहिँ मिलाउनु भएको थियो। मैले त्यसरी सुतेँ। अनि राति कतिखेर चाहिँ म फेरि दाहिनेपट्टि नै फर्केर सुतेछु। अनि त्यहाँदेखि त त्यो कानबाट त खुन पनि आएछ। अनि किर्ना पनि निक्लेछ सिरानीमा, पुरै त्यो खुन पुरा छाडेछ। त्यो पुरै भरि भएछ कि त्यो चाहिँ, जुन चाहिँ भरि भन्नाले अब पुटुक्कै भएर आगइसकेछ कि त्यो किर्ना चाहिँ पुरै रगत चुसेर अनि निस्केछ, रगत छाडेछ। अनि त्यहाँदेखि चाहिँ त्यो कानबाट निस्केर मेरो सिरानी पनि खुनै खुन भएको थियो। किर्ना पनि झरेर मरिरहेको थियो कि बिहान त आनन्दै खै अहिलेसम्म त्यो के हो सुस्त मनस्थिति पनि भएन, केही पनि भएन। यति वर्ष भइसक्यो। यहाँ चाहिँ फेरि त्यो किर्नाले टोक्यो भने चाहिँ सुस्त मनस्थिति हुन्छ यस्तो भन्दो रहेछ कि। अनि म चाहिँ पत्याउँदिनँ, तर पनि अब यहाँ चाहिँ भन्ने चलन चाहिँ त्यस्तो छ। एकदमै डराउँदो रहेछ कि यिनीहरू चाहिँ। अनि भए तापनि अब त्यो टाल्यो भने चाहिँ दुखाउनु गाह्रो हुन्छ भनेर चाहिँ मैले चाहिँ पुरै तोरीको तेलहरू चाहिँ यता पनि तोरीको तेल दलेर, खुट्टातिर पनि तोरीको तेल दलेर चाहिँ जङ्गल हिँड्छु म चाहिँ यो सिजनमा है। यो भर्खर घाँसहरू सुक्नु, यो के हो अब भर्खर पोलाउँछ नि त, यतिखेरको सिजनमा चाहिँ त्यो चाहिँ हुन्छ है। हाम्रोतिर त घाँस फुलेर सुक्ने टाइममा धेरै त्यो किर्न लाग्ने हुन्छ नि त, त्यस्तै हो। अनि दिन चाहिँ त्यस्तै भइरहेछ। दिन चाहिँ कस्तो भएको छ भने अहिले घाम लाग्ने, अहिले धुमिने भइरहेछ, तर पानी चाहिँ देखाएको छैन। आज मैले हेरेको थिएँ, पानी देखाएको थिएन। मैले छाता पनि ल्याएको छैन। म एकदमै माथि डाँडामा आएको छु। एकछिन म एडिट गर्छु। अब मलाई चाहिँ ट्याबबाट भिडियो एडिट गर्नु चाहिँ एकदमै मजा आउने क्या। म चाहिँ ट्याबबाटै गर्छु है। कम्प्युटरबाट चाहिँ मलाई त्यति मजा नआउने, मजा भन्दा सजिलो नहुने। पत्ताहरू पुरै झर्दैछ। त्यो मजाको पत्ता आइरहेको। यस्तो मजा आइरहेको बेला हावा आएर फेरि दिन धुम्म भयो क्या। मजा आउँछ शीतल हावा। अनि है राम्रो छ भने त मजाले एक्लै आनन्दले बिस्तारै जानेबाट पनि हुन लागिसक्यो है। अनि जान्छु अब त्यो यो झोलामा हालेको सब्जी चाहिँ ओइलाएर कस्तो भएछ, रुक्क भएछ। अब टिप्दै जाने। यहाँ तल अलिकति पाउँछ। अब यसलाई चाहिँ आउट।
उकालोलाई चाहिँ इन फेरि बस्दै पानी पनि सक्नु आँटिसक्यो। के पानी छिटायो? पानी त देखाएको छैन, किन फेरि पानी छिटाएको होला? बाई 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 बाई, अब बस्ने ठाउँलाई बाई बाई गरेर जाने। अब चाहिँ म जङ्गलबाट निस्केँ है त। जङ्गलबाट निस्केर यताको फाँट देखाउँछ है त तपाईँहरूलाई। यताको फाँट पनि त्यस्तै छ है त पहिल्यै। अनि अब यी सबै एप्पलहरू फुलेर यताको फाँट यस्तो छ। डाँडा पल्लो डाँडा हो यो चाहिँ। ल अब चाहिँ लागौँ, अब चाहिँ लागेको घरतिर। अब चाहिँ म डाँडाबाट निकै तल झरिसकेँ है त। अब चाहिँ पहिल्यै फुलेको ठाउँतिर झरेको छु र यो चाहिँ अर्कै ठाउँ, अर्कै बस्ती। पहिला नै म काम गर्ने ठाउँमा पुग्नु लागेको छु अब। अनि म गएको डाँडा चाहिँ माथि हो, एकदमै माथि छोडेर आइसकेको छु। यहाँ चाहिँ यस्तो छ, यो फाल्टो तल निलो देखेको छ नि, त्यो चाहिँ पहिला नै म काम गर्ने ठाउँ हो। अनि अब चाहिँ म तेर्सो लागेर चाहिँ फेरि ओह्रालो झर्नु पर्नेछ। अब चाहिँ हिँडौँ है त। म चाहिँ पुरै तल आइसकेँ। म गएको डाँडा चाहिँ त्यो माथिको डाँडा हो। म चाहिँ पुरै तल आइसकेको छु। दायाँपट्टिबाट उकालो लागेको थिएँ, अहिले चाहिँ बायाँपट्टिबाट चाहिँ ओह्रालो झरेँ है त। अब यो गाई फार्म र घोडा फार्ममा पुग्नु लागेको छु म चाहिँ। अब यस्तो छ, त्यो हो अघि म जाने ठाउँ चाहिँ। म उकालो लाग्ने चाहिँ त्यो डाँडा त्यो। म एकछिन बसेर पानी सानी खाएँ, निङ्ग्रो हेरेँ, निङ्ग्रो थिएन। अनि म सिधै उकालो लागेको हो। अब चाहिँ देब्रेपट्टिबाट झरेको म चाहिँ। यता चाहिँ यो चाहिँ गाई फार्म भयो, गाई चरिरहेछ यतापट्टि। अनि घोडा फार्म चाहिँ तल छ। यो बाटो गएपछि घोडाको फार्म भेटिन्छ। गाई फार्म चाहिँ यहाँ छ, गाईहरू चरिरहेछ उतापट्टि पाखामा। अनि एप्पलहरू फुलिरहेछ अब चाहिँ पुरै। म चाहिँ अघि म जाने ठाउँ बाटो चाहिँ उता देखिरहेछ सानो। म जुम गरेर देखाउँछु है त। त्यो हो, त्यहाँ निङ्ग्रो हेरेको, निङ्ग्रो थिएन। अनि म सिधै उकालो लागेँ। अब तल झरेको छु है, झर्दैछु, तल झर्दैछु। अघि पारीबाट खिचेँ, अहिले चाहिँ वारीबाट फेरि पारी खिच्दैछु है त। आजको भ्लग चाहिँ तपाईँहरूलाई यस्तै भयो। चाहिँ म यहाँ घोडाको फार्ममा पुगेँ है त। ठुलो घोडा त छैन रहेछ, तर पोनी मात्रै रहेछ। पोनी चाहिँ 2टा रहेछ। अघि मैले पारीबाट गाईको फार्म देखाएको थिएँ नि, त्यो फार्म चाहिँ यो हो। यहाँ गाई चरिरहेछ, यहाँ पोनी रहेछ। अनि घोडा चाहिँ छैन रहेछ, पोनी रहेछ। दुप्पो न दुप्पो रहेछ। त्यो चाहिँ ठिकैको रहेछ। यो चाहिँ बिमारी जस्तो रहेछ। यो चाहिँ कस्तो रहेछ त, पोनी सानो खाले घोडा हो। बाख्रा जत्रो हुन्छ यो घोडा चाहिँ। पोनी खै इङ्ग्लिसमा के भन्छ यसलाई, जर्मनीमा चाहिँ पोनी भन्छ। ठुलो घोडाहरू चाहिँ छैन रहेछ आज। अनि यहाँ चाहिँ अघि मैले पारीबाट खिचेको चाहिँ यही हो, गाई फार्म। गाई चरिरहेछ माथि। अनि अहिले चाहिँ म त्यसकै मुनिबाट गइरहेछु।
गाई चाहिँ त्यहाँ चरिरहेछ। अब चाहिँ म घर पुग्नु लागेको छु है त। अब चाहिँ 20 मिनटमा चाहिँ पुग्छु म घर। अब चाहिँ घरमा पुग्ने साग पनि यति टिपेँ 4 बज्नु लागेछ। 1 बजी गएको मान्छे। मेरो कपाल चाहिँ तेल पनि थोरै लगाएको थियो अनि यो क्याप दिनभरि क्याप लगाएपछि चाहिँ पुरै सफा